त्यो मान्छेले एक शट हानेर सुताइदिएको के यो मान्छे यो मान्छेले अझ फोन गरिरहेछ कोसँग थाहा भएन यार बेसरी हाने चाहिँ क्या एम्बुलेन्सै आयो हैन मान्छे पक्लकै बनाएको थियो कि हिर्काएर हैन केटीहरुले केटा पाखान भने चाहिँ यहाँ काजी फेरि ओपन छ है त युरोपियन ठिटो युरो कमाउने मान्छे हो युरो कमाउने मान्छे गाइज पाउन गाह्रो हुन्छ फेरि विचार गर्नुस् पोल्यान्डको गल्ली गल्ली चेप भइसक्यो काजी त्यो यार मेरो भ्लगमा त तब जहिले मुतेको मात्रै आउँछ यार 3 4 5 एक नि सकिँदैन क्या हो काजी यो सबैजनालाई दर्शन नमस्ते एन्ड गुड मर्निङ होप यु तपाईहरु सबैजना के गुड मर्निङ भन्ने यार लिएर न लाइभर लिएर न अनि के गुड मर्निङ भन्ने गाइजहरु 12 बजे 1 बजिसक्यो हैन म भर्खरै उठेर बजार जाँदैछु अनि म अनि केटाहरु निस्किदैछु दाटो साथी हाम्रो मेरो काजी साहब निस्किदैछु आमा खतरा पुज्दैछ यही दिन झुम्मलिरहेको थियो आज पनि त्यस्तो वेदर त नट क्लियर हैन तैपनि जाउँ भनेर चाहिँ अब के भन्ने अब कम्पनीबाट त तपाईलाई थाहा छ त्यसो अवकाश पाइसक्यो हामी दुईजनाले मर साथीले अनि अब कम्पनीमा जाने दिन पनि सकियो हैन ए काजी जाम्न उता तालतिर घुम्नलाई यसो फ्रेस हुन जाउँ 2 दिन बिदा छ उनीहरुको पनि हाम्रो त झन् कति दिन बिदा थाहा छैन सो यस्तै छ अरु केही हैन गाइज हैन युट्युबमा मेरो शर्ट्सहरु अनि भिडियोहरु ड्याङ अपलोड भएको छ प्लिज चेक आउट गरिदिनु सब्स्क्राइब गर्नु भएको छ भने प्लिज सब्स्क्राइब गर्नु तपाईले हेरेर मात्रै छोड्नुहुन्छ मसँग पैसा नभयो पैसा भएन भनेर हेपेको मैले जाने पैसा भयो भने साथीभाइहरुले हेप्छ गाइज यार पैसा भएन भने यस्तो हेपिरहेछ मलाई के अहिले मसँग पैसा छैन नि त त्यति अनि अब आउँछ 2-3 दिनमा त्यही भएर साथीभाइहरुले पैसा भएन भने आफन्तले त सबले हेप्छ नि हैन अनि हाउ गाइज पैसा कमाऊ यार पैसा भयो भने सबले हेर्दो रहेछ भन्ने फिल गरिरहेको छु जम्मा एउटा खोइ त काजीलाई नखाने अरे ए जाठा एउटा उलेर भनेन नखाने भनेर दोल दियो अब खै नखानु झापाली लास्टै खतम हुने यार जिन्दगी यहाँ झापालीको सङ्गत नगरे हुन्छ साथीभाइहरू यार मैले सुन्नु थिएँ कि नेपालमा काठमाडौँमा चाहिँ झापालीहरूलाई बाल गर्दैन मतलब झापालीलाई एकदम रुम दिँदैन भन्थ्यो मैले मिल्यो भए मैले पोल्यान्डमा अब अलि दिनपछि पोल्यान्डमा पनि झापालीलाई कामबाट हटाउँछ सबैलाई हेर्न केपीबा गएको हुनु झापाको नि झापा त्यही भएर त देश हामी दुःख पाएको केपीबा झापाको भएर यो मान्छे झापाको होइन केपी झापाको भएर त्यस्तो फटाइ भएर हामी दुःख पाएको सबजना नेपाल आउनु परेको मैले एउटा स्ट्याटस हेरेको थिएँ कि आज बिहान सोल्टी होइन पहिला गाउँमा डोजरले रोड कच्ची रोड खन्दाखेरि पहिला डोजरले रोड खन्दाखेरि हेर्ने मान्छेको लाइन हुन्थ्यो अरे तर अहिले त्यही रोडमा पिचको कालो पत्रे गर्दाखेरि हेर्ने मान्छे कोही पनि छैन हुन्थ्यो किनभने त्यो गाउँमा मान्छे छैन केपी मर्याइदिँदै केटाहरूलाई सबलाई पार्टिदिन्छु मैले र एक महिना स्यालेरी मैले केटाहरूलाई पार्टी बबालिदिन्छु राखेर के भन्नु झन् बालै होइन नि यार मेरो भ्लगमा त तब जहिले मुतेको मात्रै आउँछ यार असल्टी थट जहिले मुत्ने यार अनि हामी चाहिँ यहाँ खास पिसा फेरि भनेर त्यहाँ माथि टोइलेट बन्द भएको रहेछ साह्रै मुतले च्याप्यो नि त अनि त्यसपछि मुत्न आएको यस्तो त आमी चौडी देख्नु सक्नुहुन्छ होइन त्यहाँ चाहिँ अनि दामी त्यो बाइकहरू त्यो स्कटिङको के गर्छ त्यसलाई बाइकहरू उडाउने हुन्छ नि त्यो बालुवामा क्या पुरा होइन त्यहाँ गर्छ अनि पुरै तालहरू छ नि त यार जुत्ता पुरै सेतो जुत्ता यार बल्लै बल्ल भयो यो अर्कै बालुवा हो कि 4 लाग्ने बालुवा आयो हाम्रो काजी चाहिँ यहाँ झुनिँदै हुनुहुन्छ कहाँ पुग्यो झुनिन काजी मिल्छ होला नमिले भनिहाल्छ नि काजी डोन्ट वरी हाम्रो काजी झुनिँदै हुनुहुन्छ यहाँ त्यहाँ बसेर कुद्ने होला होइन काजी ल भयो काजी एडिट गर्नु है मैले पज गराखेन नि पज गराखेन कन्टिन्यू छ है
यस या दामी मजा आउँदो रहेछ गाइज है। तपाईँ पनि खेल्ने हो? खेल्नु त म भिडियो गर्छु। दामी मजा यहाँ चाहिँ भुराएर खेल्ने हो अनि म चाहिँ खेलिदिएको यहाँ। यति धेरै खेल्ने कुराहरू छ क्या यहाँ, तपाईँले उता देख्न सक्नुहुन्छ होइन। अनि यो चाहिँ साइकल स्कटिङ हो कि साइकल कुदाउने ठाउँ हो उहरू, अनि यता जिम सिम गर्ने टाइपको यो मुड फ्रेस गर्ने ठाउँ हो। अनि यहाँ पुरै पानीको उहरू खेल्ने ठाउँ हो। के भन्छ होस् काजी यार, मलाई त थाहै छैन के भन्छ यसलाई यार। अनि अहिले चाहिँ जाडो महिना छ नि त, त्यो भएर यहाँ अहिले खेल्ने ठाउँ छैन। अब केही महिनापछि गर्मी चढिसकेपछि यति धेरै मान्छे हुन्छ, यहाँ भिड हुन्छ क्या। यहाँ मोटर काजी डुङ्गा रहेछ त नि, बोट जाने हो लिएर ढुङ्गा जस्तोमा उडाउने हो क्या पुरै। अहिले के पनि छैन, खै त्यसलाई कसरी भन्नु म यार। एउटा समात्ने डोरी हुन्छ अनि त्यसपछि यो पुरै मेसिनले घुमाउँछ कि यो लाइनहरू यो परसम्म छ। अनि यो पुरै यो लाइनहरू यसरी घुमाउने, पुरै राउन्ड लाउने यो ताल वरिपरि। अनि यहाँ दामी मजा आउँथ्यो। अनि यहाँको रेस्टुरेन्ट हो नि त यहाँ होइन, दामी थियो। अहिले चाहिँ अफ सिजन हो नि त विशेष गरी, त्यही भएर मान्छे कोही पनि छैन। अनि यहाँ मरकाजी चाहिँ घुम्दै आउने क्रममा चाहिँ यहाँ रहेछ मोटर चाहिँ यसको होइन, यहाँ छ तपाईँले देख्नुहुन्छ यो मोटर हो। र पुरै राउन्ड लाउने कि यो पुरै तालको, अनि यहाँ पुरै खेल्ने हो कि दामी। यहाँ चाहिँ चर्च होइन, सेन्ट्रमको चर्च हो। यहाँ चाहिँ मान्छे मऱ्यो के मऱ्यो भने ल्याउँछ होइन, मान्छे मऱ्यो भने बिहे गर्न भने यस्तो दामी घरमा लिएर आउँछ कि। हाम्रो चाहिँ डाँडातिर लान्छ यहाँ पनि, तर पहिला यहाँ चाहिँ प्राथमिकता चाहिँ यहाँ हुँदो रहेछ कि। आज दामी गाइस दामी लाग्यो कि सर हेर्नु। हामी चाहिँ यहाँ माथि जान्छौँ, तिर म उता गएको गाउँले साथीभाइहरूलाई भेट्न। साथीभाइहरू विकेन्ड होइन बब्बाल झ्याप भएर बसिरहेको छ। अनि यहाँ म चिसो किन्छु, लास्ट प्यास लागिरहेको छ गाइज होइन, चिसो किन्छु होइन। अनि उता साथीभाइहरूसँग माउले भएन, केटाहरू पुरै झ्याप विकेन्ड लागिरहेको रहेछ। जिन्दो ब्रे अनि खाने त भने के खाने यार। चिन्के पैसै झर्दियो गाइज यार। मान्छे कुटिरहेको है गाइस, एक सर्ट हाने सुधारी पसलबाट के चोरेर लिएर गयो होइन, चोरेर भन्दा पनि चोरेर चाहिँ होइन, के प्रब्लम गऱ्यो एक सर्ट हाने सर्लगै सुधाइदियो। अब हेर्ने जाने कुरो भएन, छुट्याउने जाने कुरो भएन होइन। अझ पनि त्यहाँ हिर्काइरहेछ, माया लागिसक्यो यार। यही लिएर आएको पसलको साउ हो त्यो चाहिँ नि, हिर्काउने चाहिँ त्यो लड्ने चाहिँ थाहा भएन। तपाईँ टाइगर खानु ल उठेर दुईवटा कुरा गर्दै एकैचोटि भुल्नु हाने म त गर्दैन भयो। को पुलिसलाई फोन गर्छ तातो साह्रो के अरे नदुखे टाउ के दुखाउनु पुलिसलाई फोन गरेर यार। चेस खोर्नु न यार, चेस यहाँ बस्छु गफसफ गर्छु। अब हामी भेटघाट छुट्टिने भनेको भोलि, अब भोलि मात्रै होला लास्ट टाइम होइन, त्यसपछि हाम्रो भेटघाट हुँदैन। पछि भेट्न आयो नि ऊ कि मलाई भेट्न आउनु पऱ्यो कि म उसलाई भेट्न आउनु पऱ्यो। यहाँबाट 4-5 घन्टा लाग्छ हामी छुटेर। अनि त्यही भएर हामी दाजुभाइ चाहिँ 3 जना थियो, मेरो साथी त फर्क्यो, अब 1 जना साथी चाहिँ फर्क्यो। र म यहाँ बसेर चिल पारामा सेन्टरमा। अझ नाइट भ्यू यहाँ यस्तो दामी निस्किन्छ, यो लाइटिङहरू बोल्छ क्या, पानी निस्किन्छ, फोर्स हुन्छ पानीहरू होइन यहीँ होइन, पानी बबाल फोर्स हुन्छ, लाइटिङ बबाल हुन्छ नाइट। अझ डेमा अनि नाइटमा अझ यहाँ धेरै मान्छे हुन्छ, अझ जाडो छ, गर्मीमा बबाल हुन्छ। सो अब यहाँ एकछिन गफसफ गर्छौँ, फर्किन्छौँ गाइस। ज्यार बेसरी हाने चाहिँ क्या एम्बुलेन्सै आयो होइन। लेट्स सी तपाईँले देख्न सक्नुहुन्छ एम्बुलेन्सै आयो। अघि मैले भनेको थिएँ त्यहाँ मान्छे पक्लकै बनाएको थियो कि हिर्काएर होइन, तर बेसरीलाई हिर्काइ चाहिँ क्या हो एम्बुलेन्सै आयो होइन। अब भिडियो गरेर देख्यो भने फेरि मार्ला मलाई काजी होइन। एकदम
हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन म लुकेर गर्छु हल्का म लुकेर गरिरहेको छु कि यति टाढोबाट जुम गरेर एम्बुलेन्सै आयो कि अघि के भयो त्यसले के गर्यो यार पक्लकै बनाइदियो कि बनाउनु चाहिँ एक सर्ट हान्दै थिएँ बक्लकै अनि त्यो लडिसकेपछि नि हानेको हानै गरिरहेको थिएँ कि सिकिस्ते नै बनाइदियो क्या हो एम्बुलेन्सै आयो यार म देखाइरहेको छु होइन हाल्यो खोइ त हाल्यो त मसँग चाहिँ 2-3 टाइम नै छ अब काजीसँग चाहिँ टाइम छ कि छैन आई डोन्ट नो मलाई थाहा होइन भोलि टाइम भयो भने फेरि हामी दुईजना फेरि भेट्छौँ अनि अरू साथीसँग पनि भेट्नुहुन्छ होइन लास्ट छोडेर घुम्नु पऱ्यो नि काजी यार लास्ट तर यतातिर चाहिँ होइन हरेक पार्किङहरूमा यस्तो खाली ठाउँहरूमा एक्सर्साइज कुराहरू राखिदिन्छ कि लाइक भन्नु भएको के भन्छ त्यसलाई के भन्ने हो यसलाई एक्सर्साइज भनौँ न जस आफ्नो हेल्थको लागि चाहिँ राखिदिएको हुन्छ दामी हो कि यस्तो अस्ति नै म घुमिरहेको थिएँ यास लेट्स है त यहाँ काजीलाई अब क्यामेराम्यान बनाउनु पऱ्यो काजी त म यहाँ जिम गर्छु होइन तपाईँ पुरा उ गर्नु ल मजाले भित्ताबाट लाएर बस्नु नि एकछिन हेर्नु परेन दब्रा 1 2 3 4 5 7 8 9 10 11 12 13 14 15 16 यार कडक 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 गर्छ त यार के कुदाउनु लाउनु हड्डिनु पर्यो काजी लड्डेला यस्तो मात्रै हो चाहिँ 1 2 ए नमिल्दो रहेछ ब्यालेन्स यताबाट हान्नु यस्तो भयो भने त शरण गुरुङले 2 दिन फेरि वेट लस गरिहाल्छ बडी या त्यत्रो बनाउँछ मैले मेरो बडी यस्तो यताबाट हान्नु न कताबाट तर बजाइबाट एक नि सकिँदैन क्या हो काजी फेरि आई विल ट्राई one time yes 2 4 5 धेरै हल्यो 1 2 3 4 5 6 7 8 यो हो नि त सजिलो त काजी यो चाहिँ सक्छु होला एकचोटि त त्यो पनि हो अब पहिला त मैले 15-20 चोटि त हान्थेँ यो चाहिँ फुपेलेको हो क्या मैले तर लास्ट गाह्रो हुँदो रहेछ गाइज मैले पहिला जिम गर्थेँ होइन अनि जिम गर्दाखेरि पुसअप भीम हुन्छ नि यो भीम भन्छ के हुन्छ काजी भीम तान्नलाई चाहिँ मैले यो गर्नलाई चाहिँ मैले 15-20 चोटि चाहिँ हान्थेँ कि 15-20 चोटि 3 सेट हान्थेँ अहिले त म एकचोटि सक्दैन यार तर यतातिरको पार्कहरूमा चाहिँ प्रायः जसो खाली पार्कहरूमा यस्तो बनाइन्छ यो चाहिँ एकदम सुपर हो कि यो चाहिँ एकदम प्लस पोइन्ट हो कि किन भन्दाखेरि हरेक मान्छेहरूको लागि एक्सर्साइज एकदम इम्पोर्टेन्ट हुन्छ क्या बुढीहरू बिचरा बुढाबुढीहरू अनि त्यो हुन्छ नि त लाइक अलिकति जिम जानु सक्ने क्षमता हुँदैन नि त जिम जानु सक्ने क्षमता होइन कि त एक्सपेन्सिभ हुन्छ जिमहरूमा अनि उनीहरूलाई अब त्यो जिम गएर त्यो बडी स्ट्रक्चर बनाउने होइन नि त उनीहरूलाई फिटनेस चाहिएको अनि यस्तोहरूमा आएर एक्सर्साइज गर्नु मजाले सक्छ कि हाम्रो काजी तपाईँ चाहिँ खालि भोला खान्छ यार यो भोला खाने काम छैन नेपालबाट ल्याइले भोला खान्छ यार नेपाली काजीलाई माया गरौँ साथी हो च्यानललाई कसैले सब्सक्राइब गर्नुभएको छैन भने हतार सब्सक्राइबको बटनमा थिचौँ अनि लाइक गरौँ सक्दो सेयर गरौँ अनि सबैले माया गरौँ यस त्यही भन्नु चाहन्छु 1K सब्सक्राइब गर्ने बित्तिकै खतरा गिभअवे गर्नेछु नयाँ च्यानल हो मेरो पुरानो च्यानल चाहिँ मैले भिडियोहरू हाल्दैन काजी ओपन छ बिहे गर्ने कोही केटीहरूलाई केटीहरूले केटा पाएन भने चाहिँ यहाँ काजी फेरि ओपन छ है त होइन एकदम के भन्छ त्यो ऊ खाली छ मेरोमा के भन्छ काजी भ्याकेन्सी भ्याकेन्सी खाली छ है काजीको ल फर्म भरिहालौँ फर्म भरिहालौँ बाँकी त फर्म भर्नु ड्याङडुङ फर्म भरिहाल्नु ल युरोपियन छिटो
भर्दा हुन्छ। युरोपियन होइन, युरो कमाउने मान्छे हो, युरो कमाउने मान्छे हो। गाइज पाउन गाह्रो हुन्छ। फेरि विचार गर्नुहोस्, युरो डलर कमाउने यस्तो झिल्के केटा पाउनलाई गाह्रो हुन्छ। प्लिज के भन्छ अरे त्यो मौकामा चौका ठोकिहाल्नुहोस् है त। ल गाह्रो हुन्छ। फेरि सबैजना केटीहरू खाली छ भने चाहिँ हामी यहाँ एकजना हिरो खाली छ, सबजनाले कन्ट्याक्ट गरे हुन्छ है त। स्टुडियो गाइज है त। आमामा थाक्यो गाइज यार।